म जस्तो धेरै हुनुहुन्छ होला कि सानो सानो कुराले नै एकदमै खुसी मिल्ने। केही दिन अगाडि मैले एभोकाडो किनेर ल्याएको थिएँ होइन, अनि यो काटेर हेर्दाखेरि कस्तो राम्रो क्या। अब यस्तो महँगो हुन्छ अनि काटेर ल्याएपछि बिग्यो भने त कस्तो कस्तो हुन्छ नि त। अनि अलिकति अगाडि मैले भारबाटिनीबाट किनेर ल्याएको थिएँ होइन, एउटैलाई लगभग 300 जति परेको थियो कि, तर त्यस अगाडि नै। अनि त्यो बेला चाहिँ कस्तो मन कटक्क खाएको थियो, तर यसचोटि चाहिँ मैले गर्दाखेरि एकदमै राम्रो परेको थियो। अनि म त एकदमै मक्ख परेँ, किनभने मलाई एभोकाडो साह्रै मनपर्छ है। अनि धेरैलाई चाहिँ मन पनि पर्दैन रहेछ होइन, तर यसरी पकाएर खानुभयो भने चाहिँ साह्रै मिठो हुन्छ। खासै पकाउनु नै पर्दैन, यसलाई टक्क मोलमाल पार्ने। अनि मैले चाहिँ हल्कति प्याज, काकती, नुन र मसला राखेर मोलेको थिएँ होइन। अनि खोर्सानी राख्दा नि हुन्छ। अनि ब्रेडमा चाहिँ साह्रै मिठो लाग्छ मलाई चाहिँ। अनि सुरुमा ब्रेडलाई क्रन्ची पाराले सेक्ने, त्यसपछि एभोकाडो लाएर फेरि एकछिन सेक्यो भने मजाले क्रन्ची मिठो हुन्छ कि। वास्तवमा यो चाहिँ एकदमै खानुपर्ने चिज हो, किनभने एभोकाडोको फाइदा एकदमै धेरै छ। यसले स्किन होइन, कपाल अनि इम्युनिटी, मुटु, ब्लड सुगर एकदमै ब्यालेन्स गर्छ, वेट पनि है। यो चाहिँ मन नपरे नि खानु होला। मैले चाहिँ सुरुमा ब्रेड र एभोकाडो अनि कफीसँग सर्भ गरेको थिएँ भने मैले अर्को पनि सर्भ गरेको थिएँ। त्यसलाई चाहिँ मैले पराठासँग सर्भ गरेको थिएँ। पराठासँग सर्भ गर्ने भएर मैले नर्मली त्यसलाई म्यास मात्र गरेर अलिअलि हालेँ, किनभने पराठा आफैमा मिठो थियो, मसालेदार। मैले चाहिँ यो मुलाको पराठा बनाएको थिएँ, त्यतिखेर मैले भिडियो खिच्न चाहिँ पाइनँ, तर साह्रै मिठो हुँदो रहेछ है। अनि यसरी मुलाको पराठामा रोल बनाएर टक्क खाँथे, एकदमै मिठो भयो। ट्राई गर्नु होला। मेरो यो सानो प्रयास च्यानललाई फलो, सब्सक्राइब गरेर साथ सपोर्ट दिनु होला।